यहाँ रुल्स छ त्यहाँ रुल्स छैन त्यही टेम्पो जस्तै जापानको चाहिँ तिनीहरू नाङ्गे हुँदा त लाग्छ नै मलाई त के को लाग्छ हैन म चिरिस्तिर न काम गर्न अलिक गाह्रो हुन्थ्यो भाषाहरू नभएपछि अनि हेभी आज मेरो लेभल 0 छ तर एक दिन जापानिजहरूमा चाहिँ एउटा कस्तो छ भनेदेखि कस्तो दामी छ है मान्छेहरू हाँस्ने के अनि हाँस्दाखेरि चाहिँ ला के बिग्रियो कि केही कहाँ पुग्यो भाषा जान्दैन भने के हुन्छ खत्तम बाटो क्रस गर्नको लागि होइन यहाँनिर ठाउँ ठाउँमा यस्तो हुन्छ होइन टोकियोको सिन्जुको सहरमा थिएँ हेलो साथीहरू नमस्कार आजदेखि चाहिँ मैले एउटा नयाँ जर्नी स्टार्टिङ गर्न सुरु गरेको छु है मैले चाहिँ अब युट्युब एउटा च्यानल खोलेर अनि एउटा ब्लग स्टार्टिङ गर्न खोजिरहेको छु है अब कस्तो हुन्छ थाहा छैन अनुभव छैन आज फर्स्ट ट्राई हो प्र्याक्टिस मेक म्यान पर्फेक्ट भन्छ होइन सायद अब आजको सुरुवात गर्दैछु यो सुरुवात राम्रै हुन्छ होला आजको फर्स्ट ब्लगमा चाहिँ म घरबाट निस्केर होइन म र अनि वाइफ छ यता है घरबाट निस्केर अनि एउटा हामी चाहिँ यो जापानको चाहिँ एकदमै व्यस्त सहर भए पनि कोलाहाल सहर एकदम बिजी लाइफ भए पनि यो कोलाहाल सिटीको बिचमा चाहिँ एउटा राम्रो अनि ठुलो एउटा पार्क छ होइन त्यो पार्कको चाहिँ भिजिट गर्न जाँदैछ होइन अनि यहाँहरूलाई पनि हामीसँगै लाँदैछ होइन आशा छ तपाईँहरू हाम्रो यो फर्स्ट ब्लगबाट चाहिँ एकदम रमाइलो गर्नुहुनेछ भन्ने आशा साथ आउनुहोस् हाम्रो ब्लग सुरु गरौँ जापानमा पनि हाम्रो नेपालमा जस्तै यस्तै तारहरू चाहिँ एकदमै छ है अनि तर तारहरू बाहिर भए पनि एकदम म्यानेज छ है अन्डरग्राउन्डमा अझै यो ठाउँमा चाहिँ भइसकेको छैन तर सायद हुन्छ होला कुनै दिन सानी कस्तो फिल भइरहेछ भन्नु त आजदेखि हामीले फर्स्ट भिडियो बनाउँदैछौँ ह्याप्पी भइरहेछ खुसी रमाइलो भइरह कहाँ गएर आएको आज कहाँ गएर आज काम थिएन काममा आएर एकछिन रेस्ट गरेर हिँडेको है म एउटा कुरा भन त नेपाल र जापानमा के फरक रहेछ तिम्रो विचारमा छैन दुईटा शब्द मात्रै दुईटा फरक मात्रै भन न यहाँ रुल्स छ त्यहाँ रुल्स छैन त्यही हो यहाँ के रुल्स रहेछ भन त बाटो काट्ने रुल्स छ यहाँ हो भनेको ठाउँबाट बाटो काटेन भने के हुन्छ जरिमाना तिर्नुपर्छ कति 5000 हो ठिक छ साथीहरू म चाहिँ जापान चाहिँ आएको चाहिँ 2017 मा थिएँ है 17 को जुलाईमा थिएँ अनि 2 वर्ष चाहिँ म जापानिज भाषा पढ्दै टोकियोको सिन्जुको सहरमा थिएँ अनि 2 वर्षमा मैले चाहिँ त्यही भाषा सकेँ अनि भाषा सकेर चाहिँ अनि यहाँ जापानमा चाहिँ कस्तो हुन्छ नि 2 वर्षको भाषापछि चाहिँ अनि यदि तपाईँले ब्याचलर क्लियर गरेर आउनु भएको छ भने चाहिँ 2 वर्षपछि नै तपाईँले वर्किङ गर्न सक्नुभयो भने वर्किङ गर्न पाउनुहुन्छ नत्र भने चाहिँ तपाईँ भाषा पढेर अनि दाइगाको भन्छ युनिभर्सिटी अथवा सेन्मोन गएको भन्छ होइन भोकेसनल स्कुल त्यहाँ गएर तपाईँले त्यो 2 वर्ष अथवा 4 वर्ष पढ्नुभयो भने अनि त्यसपछि चाहिँ तपाईँले वर्किङ गर्न पाउनुहुन्छ यो चाहिँ फुलपाथ हो है साथीहरू अनि गाडी हिँड्ने बाटो र फुलपाथ चाहिँ लगभग एउटै साइजको छ है अझ गाडी हिँड्ने बाटो भन्दा नि फुलपाथै ठुलो होला है चाहिँ अनि यो छ नि यो चाहिँ तपाईँको यो ब्लाइन्ड पिपलहरूलाई चाहिँ एकदम हिँड्नको लागि सहज होस् भनेर राखेको है अहिले त जहाँ पनि छ त्यो त्यस्तै हो होइन अनि साथीहरू नर्मल कुरो जस्तो लाग्ला होइन अहिले चाहिँ अब नेपालमा पनि सुरु भइसक्यो त्यस्तो फेसिलिटी अनि यहाँ चाहिँ कस्तो छ नि यो चाहिँ बाटो क्रस गर्नको लागि होइन यहाँनिर ठाउँ ठाउँमा यस्तो हुन्छ होइन अब चाहिँ अब मान्छेहरू अब यो बाटो चाहिँ यहाँ चाहिँ उता क्रस गर्नु पऱ्यो भने चाहिँ यहाँ टच गर्छन् अनि त्यहाँबाट बत्तीहरू चेन्ज हुन्छ अनि बत्ती चेन्ज भएपछि अनि ब्लू लाइट के हरियो लाइट बलेको पछि मात्रै अनि मान्छेहरू क्रस गर्छन् गाडीहरू चाहिँ आफ्नो ठाउँमा रोकिन्छन् है यहाँ चाहिँ रुल्स चाहिँ एकदमै राम्रो हुन्छ अनि रुल्सलाई एकदम फलो गर्छन् जापानिजहरू अनि जति पनि तपाईँको फरेनर्सहरू विदेशीहरू पनि यहाँ हुनुहुन्छ उहाँले पनि रुल्स एकदम फलो गर्नुहुन्छ किनभने जापानमा रुल्स चाहिँ एकदमै स्ट्रिक्ट छ है अनि यहाँ कसैले पनि रुल्स मान्दिनँ भन्न मिल्दैन होइन रुल्समा एकदमै स्ट्रिक्ट छ अनि जापान चाहिँ टाइमको कुरामा पनि एकदम पङ्क्चुअलिटी छ है त्यस कारणले टाइम र रुल्स चाहिँ जापानमा एकदमै पङ्क्चुअलिटी छ त्यस कारणले यदि तपाईँ पनि जापान आउने सोचमा हुनुहुन्छ भने एउटा माइन्ड मेकअप चाहिँ के गर्नुहोस् भने रुल्स र टाइम म्यानेजमेन्ट चाहिँ तपाईँले पहिल्यैदेखि सिकेर आउनुभयो भने तपाईँलाई
यता आएर एडजस्ट गर्न सजिलो हुन्छ सानी हजुर जापान आउने बेलामा सबभन्दा मेन कुरा के अरे भाषा भाषा जान्दैन भने के हुन्छ खत्तम हुन्छ तिमी के भाषा पढेर आएको हो होइन अनि अहिले के भइरहेछ अहिले अँ। गाह्रो भइरहेछ भाषा नपढिकन अब त्यसैले भाषा पढ्नुपर्छ नि त उम्, थोरै थोरै गरेर पढ्दैछौ नि तिमीले होइन ल हेर्नुहोस् यहाँ चाहिँ होइन यस्तो बुढाबुढी मान्छेहरू पनि होइन यसरी साइकल एकदम एक्टिभ हुनुहुन्छ होइन अनि यहाँ चाहिँ अरूले गर्ला भन्दा पनि म आफ्नो लागि आफैले गर्न सक्छु भन्ने चाहिँ के भन्छ त्यसलाई संस्कार के भन्छ त्यसलाई सक्षम सक्षम अर्काको भर नपरिकन म आफ्नो लागि आफैले गर्न सक्छु भन्ने चाहिँ उनीहरू चाहिँ एकदम पहिल्यैदेखि नै माइन्ड मेकअपहरू हुन्छ होइन हो कि न हो ठिक छ गुड साथीहरू कुरो के भने यो मान्छे बिहान कामबाट आएर भात खाएर अनि सुतिसक्यो सुतेर अनि अहिले चाहिँ बेलुकाको 5 बज्यो अझ सुतिरहेको थियो अनि मैले चाहिँ जबरजस्ती उठाएर यो मान्छे निन्द्रामै छ होला हेर्नु त आँखामा ऊ निन्द्रै छ यो मान्छे निन्द्रामा छ यो चाहिँ एउटा जेब्रा क्रस हो अनि यहाँको लोकल बस यस्तो हुन्छ है बसहरू गइरहन्छ धेरै ठाउँमा जाने बसहरू हुन्छ है साथीहरू अब यहाँ बत्ती बल्यो यस्तै छ है जिन्दगी यस्तै छ साथीहरू अर्को कुरो के भनेदेखि छ नि मेरो वाइफ मेरो श्रीमतीजी चाहिँ यहाँ जापान आउनुभएको ठ्याक्कै 1 वर्ष पुगिसक्यो अनि उहाँ चाहिँ कस्तो हुन्छ नि आज यही बाटो हिँडेको छ भने भोलि यही बाटो हिँड्दा पनि कहाँ के कसो कहाँ पुग्यो भन्ने चाहिँ उहाँको बानी छ त्यस कारणले के भन्ने सबै बिर्सिनुहुन्छ पोलेर खानुहुन्छ अनि मैले बाहिर जाउँ बाटो चिनिन्छ सबै ठाउँको बारेमा थाहा हुन्छ भन्छु हस् हस् भन्छन् अनि बिर्सिन्छन् जापानमा सबै एउटै बाटो छन् कहाँबाट चिन्छ त नेपालको जस्तो हो र छुट्टै छुट्टै अझ एउटा इन्सिडेन्ट त कस्तो भने साथीहरू होइन उनी चाहिँ भर्खरै जस्तै 2-3 हप्ता जति भएको थियो होला होइन 2-3 महिना भइसकेको थियो होला त्यतिखेर चाहिँ अनि काममा गएका थिइन् अनि कामबाट फर्केर आउने बेलामा बाटो 2 पतल खोज्या अनि ऊ चाहिँ कहाँ लिइरहेछ भनेर मैले चाहिँ होइन गुगल म्यापमा हेर्दा त आफ्नै घरको वरपरको बाटोमा घुमेरहेछ साथीहरू त्यस्तो पनि इन्सिडेन्ट भएको छ उसको चाहिँ अनि यो सबै कारण चाहिँ किन यस्तो भयो भन्ने चाहिँ कुरा चाहिँ होइन ऊ बिदाको दिन पनि रुमबाट बाहिर निस्किनै नमान्ने के अनि घरबाट बाहिरै ननिस्केपछि त ठाउँको बारेमा कसरी थाहा हुन्छ त कान्छी यही बाटो एउटै छ के चिन्दैन फरक छैन त्यस्तो होइन नि त त्यस कारण अबदेखि बाहिर निस्किने बानी गर्नुपर्छ नि होइन नो पार्किङ एसएसजिकाको पछाडिपट्टिको गेट हो है अनि यसलाई कुन गेट यहाँ फुल देखाउनु न हिगासीगुची हो नेपालको हिगासीगुची हो नि यहाँ चाहिँ काम गर्नको लागि चाहिँ अब धेरै मान्छेहरू यहाँ बस कुरेर बस्नुहुन्छ यहाँ चाहिँ कम्पनीबाट बसहरू धेरै आउँछ लिनको लागि होइन यो चाहिँ पिकअप स्टेसन जस्तै हो यहाँभित्र चाहिँ स्टेसन छ फेरि यहाँ चाहिँ हामी 2 जना छौँ हिँडिरहेछौँ आजको यो शीतल इन्भाइरोमेन्टलाई चाहिँ हामीले एकदम सदुपयोग गर्ने लक्ष्य चाहिँ थियो तर दिनभरि सुतेर प्लान चाहिँ झन्डैले बिग्रेको म चाहिँ यता फुकुओका आउने बित्तिकै चाहिँ होइन म्याकडोनल्ड्समा काम गर्थेँ होइन स्टुडेन्टमै हुने बेलामा अनि त्यतिखेरको चाहिँ यहाँ म्याकको तेन्चो जस्तो म्यानेजर होइन चाहिँ एकदम राम्रो हुनुहुन्थ्यो अनि मसँग चाहिँ एकदम कन्ट्याक्टमा हुनुहुन्थ्यो अनि ऊ यहाँ आइसकेपछि होइन काम गर्न अलिक गाह्रो हुन्थ्यो भाषाहरू नभएपछि अनि मैले उहाँलाई कुरा गरेर अनि उसलाई चाहिँ मैले त्यो म्याकडोनल्ड्समा चाहिँ काम गर्नको लागि लिएर गएको होइन अनि इन्टरभ्यू चाहिँ नि के पनि नभएको के फर्म भऱ्यो नामहरू लेख्यो अनि त्यतिकै सक्यो के एकदमै सिम्पल इन्टरभ्यू है आफ्नो मान्छे भयो भने भाषा पनि नचाहिँदो रहेछ अनि यो चाहिँ एसएसजिका स्टेसन हो है एसएसजिका स्टेसन हो क्या कफी सप हो यस्तै छ मान्छेहरू बिजी छन् यहाँ कम्पिटिसन छ है धेरै पसलहरू छन् है रोजी छाडी छ मान्छेहरूलाई यस्तै छ बच्चाहरूको ट्यालेन्ट हेर्नु न ट्यालेन्ट बच्चाहरूकोलाई हेर्नु यहाँ ट्यालेन्ट बच्चाहरू ट्यालेन्ट छन् लगभग हामी जान लागेको पार्क चाहिँ आइपुग्न लाग्यो साथीहरू है यो चाहिँ एसएसजिका स्टेसन हो एसएसजिका स्टेसन हो यो चाहिँ है यस्तै छ आजभन्दा 7 वर्ष अगाडि म फुकुओका आउँदाखेरि नि म फर्स्टमा यही स्टेसनमा झरेको है
अनि म बस्ने चाहिँ यही रुम पछाडिपट्टि बस्ने एकदम ठिक छ अनि कस्तो अक्वर्ड फिल हुँदैछ कि फर्स्ट टाइम यसरी बोल्दै हिँडेको बाटोमा होइन अनि नेपालीहरू यहाँ धेरै हुनुहुन्छ कि अनि नेपालीहरूले होइन हेर्दै हाँस्दै गर्नुहुन्छ होइन अलिकति अक्वर्ड फिल चाहिँ हुँदैछ तर पनि इट्स ओके है छ नि कस्तो नि यहाँ नेपालीहरू धेरै छन् होइन अनि भिडियो बनाएर यसरी हिँड्दै गऱ्यो भने चाहिँ अनि कस्तो हुँदैछ भने चाहिँ अनि मान्छेहरू हाँस्ने के अनि हाँस्दाखेरि चाहिँ ला केही बिग्रियो कि केही भयो कि जस्तो फिल हुँदैछ होइन तर त्यस्तो केही पनि भएको हुँदैन होइन तर अब फर्स्ट एटेम्प्टै नगरिकन त सक्सेस हुँदैन होइन त्यस कारणले अब फर्स्ट एटेम्प्ट हो अब कस्तो हुन्छ भन्ने कुरो चाहिँ अब बिस्तारै थाहा हुन्छ क्रस गरेर यसरी अनि केही भन्नु त कस्तो फिल भइरहेको मलाई त निन्द्रा लागिरहेको छ नेपालमा जता पनि बाटो काटेको फिल रेकर्ड छ कि छैन तिम्रो छ नेपालमा जता पनि बाटो काट्न पाइन्छ अहिले नि नेपालमा त अहिले जेब्रा क्रस बनाइसक्यो अहिले त होइन नेपालमा होइन जता पनि बाटो काट्यो भने 5000 फाइन हुन लाग्छ नि त्यो नेपाल गएर जता पनि बाटो नकाट है फाइनली साथीहरू होइन हामी चाहिँ हिगासी कोइनको इन्ट्रान्समा आइपुगेका छौँ होइन यो चाहिँ हिगासी कोइनको इन्ट्रान्स हो है नेपालमा यस्तै पार्कमा छिर्न जस्तै अब त्रिभुवन पार्कमा छिर्नु पर्यो भने त्यहाँ टिकट सिस्टम हुन्छ है पैसा नतिर्कन छिर्नु मिल्दैन तर यहाँ चाहिँ कस्तो नि फ्री यसमा टिकटहरू भन्ने त्यस्तो केही पनि हुँदैन होइन तपाईँ चाहिँ यो पार्कमा आएर तपाईँ आफ्नो एक्सर्साइज गर्न सक्नुहुन्छ आफ्नो कुल टाइमहरू स्पेन्ड गर्न सक्नुहुन्छ अनि तपाईँलाई अब कुनै पनि अब एउटा एकदम हुन्छ नि त एकदम कोलाहलबाट चाहिँ एकदम साइलेन्ट पिस चाहिएको छ अनि यहाँ आएर तपाईँ रेस्ट गर्न सक्नुहुन्छ अनि कति बढी मान्छेहरू चाहिँ यहाँ डेटिङ स्पोर्ट पनि भन्न थाल्छ होइन तर डेटिङ स्पोर्ट चाहिँ नभन्न ठान्नुहोस् होइन अब डेटिङ स्पोर्ट भन्नलाई चाहिँ अलिकति नराम्रो हुन्छ है सानी क्यामेरामा हेर है अनि तिमी यो पार्कमा कतिचोटि आयो थुप्रैचोटि आइसक्यो अनि बाटो चाहिँ कतिवटा बिर्सिन्छ बाटो सम्झाइ छैन अहिले बाटो कहिले पनि सम्झिँदैन उसले यस्तो छ होइन अनि यहाँ चाहिँ एकदमै पानी चाहिँ एकदम अब कहिले हुने कहिले नहुने जस्तो है अहिले पनि थोरै थोरै पानी आइरहेको पानी नपर्यावरण यस्तो छ साथीहरू यो चाहिँ पार्क हो है यस्तै छ यस्तो दामी छ है के भयो थके लाग्यो केही गरेको छ भने थके लाग्छ खुट्टा दुख्यो हो र तिमी निन्द्रामै छौ गर्मी धेरै गर्मी छ यहाँ अनि पानी नपर 2 महिना हुँदैछ साथीहरू मेरो श्रीमतीजी चाहिँ एकदम निन्द्रामै हुनुहुन्छ अनि यस्तै हो यो चाहिँ इन्ट्रान्स होइन फर्स्ट इन्ट्रान्स हो यो यस्तै छ है अब म तपाईँलाई चाहिँ होइन यो हिगासी पार्क चाहिँ होइन मैले सक्नेसम्म तपाईँलाई इन्फर्मेसन दिने कोसिस गर्छु होइन अनि यदि मैलेसँग इन्फर्मेसन दिन सकिनँ छु भने पनि तपाईँलाई म स्क्रिनमा इन्फर्मेसनको यो बारेमा चाहिँ इन्फर्मेसनहरू दिने प्रयास गर्नेछु होइन अब आउनुहोस् भिजिट गरौँ है त यो चाहिँ पब्लिक बाथरुम भयो होइन यहाँ जान सक्नुहुन्छ होइन टोयलेट नि होला नि अब पब्लिक टोयलेटमा अब क्यामेरा त के देखाउनु है तर पनि भित्र नलगाउँ होला क्यामेरा एकदम ठिक छ त्यहाँ त व्हील चेयर बन्नेहरूलाई मात्रै यहाँ चाहिँ होइन सानो बुढाहरू चाहिँ होइन आज स्कुल छुट्टी होला आज अहिले के स्कुल बिदा चाहिँ के हो है यहाँ चाहिँ सबैजना यसरी खेल्न आउँछन् होइन अनि यस्तो रमाइलो छ नि कि होइन यहाँ चाहिँ सानो बेलाको आफूले गरेको त्यो खोलामा गएर पौडी खेल्ने पौडी त यहाँ खेल्दैन नि तर माछाहरू मार्ने यताउता हुन्छ नि अनि त्यो चाहिँ कस्तो सम्झना लायक हुन्छ कि यहाँ भाइहरू चाहिँ होइन यस्तो माछा मारिरहन्छ नि दोगा त्यो तेमोइ देश का चिरिस्तिर न ए सकनाहरू न ए म दिक्ता तो सकना सुरी त मिसिते ए हेबीがないのこっちヘビヘビね水ね今ないねね学校休みじゃあ遊んでてねयहाँ चाहिँ स्कुल बिदारे अनि यहाँ चाहिँ माछा मारिरहेको अरे होइन अनि माछा चाहिँ कस्तो देख्छ भने चाहिँ भ्यागुता बच्चाहरू चाहिँ इत्र इत्र होइन यस्तै यस्तै छ साथीहरू माछाहरू सानो सानो छ होइन
यस्तै छ अनि यहाँ टिकटक बनाउने मान्छेहरूको नि भिड धेरै छ साथीहरू टिकटक बनाउने मान्छेहरू नि छन् यहाँ माछा मार्ने मान्छेहरू छन् टन्नै छ यस्तै छ यहाँ चाहिँ स्कुल बिदा छ अनि यहाँ माछा मार्न आएर छन् सबैजनाहरू रमाइलो छ यहाँ रमाइलो छ अनि यहाँ नछन् अनि यहाँ हाम्रो सेलिब्रेटीहरू यहाँ टिकटक बनाएर एकदम बिजी छन् पुरा नाचिरहेछन् टिकटक बनाएर नाचिरहेछन् ठिक छ यो पार्क है यहाँ चाहिँ एकदम कुल छ कि एकदम साइलेन्ट छ आनन्द छ अनि कस्तो अनि एकदम पिस छ क्या यहाँ चाहिँ होइन पार्कमा एकदम खानेपानीको व्यवस्था एकदमै छ है अनि धारा त हेर्नु गाइस यस्तो है पानी खाएर देखाइदिउ त यस्तो यो के पारा पानी खाएर देखाइदिउ त कान्छी यस्तो छ गाइस यहाँको धारा सानो बेलामा कुवामा जुठो हालेर पानी खान्छ खाँदैन साथीहरू कुवामा होइन यो बोतलमा दुध चुसे जस्तो पानी हो यहाँ बोतलमा दुध चुसे जस्तो पानी छ अरे यस्तै छ यहाँको दृश्य चाहिँ होइन सानोमा दुध पानीमा दुध हालेर खान्छ यहाँ चाहिँ हाम्रो नेपाली सेलिब्रेटीहरू चाहिँ होइन अब तिज आउँदैछ तिजको गीतमा मजाले टिकटकहरू बनाएर व्यस्त हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ यो ठाउँमा चाहिँ जापानिज फोर्स र मङ्गोलियन फोर्स बीच युद्ध भएको थियो अरे यस्तो छ यहाँको चाहिँ फाइनल्ली आइपुगेको छ होइन यो चाहिँ अनि यहाँको एम्पायर राजा हुनुहुन्छ अरे होइन पहिलाको पिस छ वरिपरि पुरै बिल्डिङहरू छ होइन अनि बिचमा यो कोइन छ रमाइलो छ अब तपाईँहरू कामबाट थाकेर आएको बेलामा पनि होइन तपाईँ यहाँ आएर एकदम रेस्ट गर्न सक्नुहुन्छ जस्तै सुत्न सक्नुहुन्छ बाघ भालुको त्यस्तो डर छैन यहाँ त्यस कारणले इन्जोय गर्न सक्नुहुन्छ यस्तो छ है साथीहरू यहाँ चाहिँ होइन कुल छ बरु रेगुलर लाइफमा एकदमै बिजी हुनुहुन्छ होइन अनि आफूलाई एकदम स्ट्रेस फिल गर्दै हुनुहुन्छ भने यस्तै बिच एकदम खुल्ला ठाउँमा गएर थोरै समय पनि बिताउनु भयो भने पनि तपाईँहरूलाई चाहिँ एकदमै राम्रो हुन्छ अनि जापानिजहरूमा चाहिँ एउटा कस्तो छ भनेदेखि एकदम हार्डवर्क गर्ने होइन उनीहरू एकदमै हार्डवर्क गर्छन् अनि टाइम एकदम पङ्क्चुअली छन् टाइमलाई एकदम फलो गर्छन् अनि काम गर्ने बेलामा यस्तरी मरेर काम गर्छन् होइन रेस्ट गर्छन् अनि उनीहरू यस्तै शान्त वातावरणमा आएर चाहिँ आफ्नो टाइमहरू स्पेन्ड गर्नलाई चाहिँ एकदम मन पराउँछन् है चाहिँ देख्न सक्नुहुन्छ वरपर पुरै बिल्डिङ छ यसरी यहाँ चाहिँ एयरपोर्ट पनि नजिकै भएको भएर चाहिँ यसरी प्लेन उडिरहन्छ है आज फर्स्ट भिडियो भएर पनि होला अलिकति कस्तो साई फिल भइरहेछ होइन अनि मान्छेले के भन्ला कसो भन्ला होइन अब कस्तो हुन्छ नि त एउटा साई फिल हुन्छ अब कहिले पनि फर्स्टचोटि अब क्यामेरा एकदम फेस गर्दैछ होइन एकदम डर लागेको जस्तो फिल हुँदैछ तर पनि इट्स ओके नो प्रब्लम आई डु माई बेस्ट एन्ड तपाईँहरूले सबैले मेरो यो भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने पनि पुरै आश गरेको छु है यदि तपाईँहरूलाई अब अझै मेरो चाहिँ यो युट्युब जर्नीमा चाहिँ अगाडि बढोस् भन्ने चाहनुहुन्छ भने मेरो भिडियोहरू नछुटाइकन हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक र सब्सक्राइब पनि गरिदिनु होला है म सकेसम्म हजुरहरूलाई सन्तुष्ट पार्ने भिडियोहरू लिएर आउने नै छु माया वाट ह्यापेन थकिलायो के भयो गयौँ भयो अनि पानी बोकिरहेको छैन लो पानी खाने लो गाइस मेरो श्रीमती चाहिँ कस्तो छिन् भने होइन एक बोतल पानी पनि बाहिर किनेर खानु मान्दैन घरबाट पानी हालेर अनि बोतलमा अनि पानी ल्याउँछ यसरी
तर पनि ठिक छ थ्याङ्क यू सो मच बुढी 100 रुपिस दोगाइदिएकोमा उहाँ हेर्नु उहाँ टिकटक बनाइराखेको नाङ्गे भनेर तिनीहरू नाङ्गे हुँदा त लाग्छ नै मलाई त के को लाग्छ होइन बढी देखाइरहेको थियो बाजेले हेर्नु त भिडीमा फेरि ल हेर त्यहाँ बढी देखाएर चल्टीले हेर यहाँ साथीहरू पैसा बचाउँदा स्याउ पनि घरमा किन्नु छ घरको सामान ल्याउनु पर्छ है गाई बाहिरको सामान धेरै खानुहुन्न मेरो बुढो जतिखेर पनि बाहिरको सामान आयो अनि बुढो पुरा बनाउनु भइसक्यो आया दोको मेरो स्कुल बिदा होइन छुट्टी स्कुल छुट्टी भयो क्या हो हाल्यो अनि हजुर लाइफमा होइन जस्तो सुकै समस्या आए पनि यो जोडी जस्तै हुनुपर्छ होइन त हो गुड धेरै दुःख दिने होइन है हाम्रो सेलिब्रेटहरू यहाँ तिजमा डान्स गर्दैछन् फेरि पानी खाने कान्छे तिमीलाई साइकल चलाउन आउँछ कान्छे यो साले के को के खाएको तिमीले एप्पल गुड यो शालिग होइन बाइ द वे यो चाहिँ यो शिलालेख हो होइन अनि यसमा चाहिँ सबै लेखा छ यहाँको बारेमा गर्मी छ एकदमै है तर पनि आज गर्मी हुँदा नि आज अलिक शीतल छ है कान्छी हावा चल्दा त्यसो साथीहरू हो यहाँ चाहिँ कस्तो हुन्छ अरे भने होइन सानो यो चाहिँ के भने होइन छोड त यहाँ चाहिँ होइन यस्तो कागजहरूमा होइन आफूले लागेको चिज होइन कागज लिएर अनि लेखेर अनि आफ्नो इच्छाहरू चाहिँ लेखेर होइन अनि यहाँ यसरी टाँस्यो भने चाहिँ आफ्नो विस चाहिँ पुरा हुन्छ अरे होइन अनि त्यसरी चाहिँ यो विस पुरा हुन्छ भनेर लेखाएको छ यसमा चाहिँ होइन अनि यदि तपाईँहरूलाई पनि आफ्नो विस पुरा गर्नु मन छ भने चाहिँ तपाईँहरू यो कोइन यो हिकासी पार्कको वरिपरि आउनु हुनुहुन्छ भने चाहिँ यहाँ आएर यो पेपर यहाँ टाँस्नुहोस् है के त न तपाईँको लकले साथ दिन्छ कि बेलुनमा पानी भरेको छ लु हात धुनु त्यो पनि एउटा चाड होइन यसले कसरी हात धुन्छ भन्ने कुरो मलाई थाहा छैन होइन तर त्यसरी दाडुले साथै यो चाहिँ पानी होइन यो चाहिँ यस्तरी भन्छ होइन पुरानो पहिलाको मान्छेहरूले खै यसको नि केही विशेषता होला मलाई ठ्याक्कै थाहा भएन माफ गर्नु है मलाई आज आइएम सरी गाइस आइएम सरी साथीहरू होइन मलाई चाहिँ के बोल्ने भनेर मलाई एकदम बोल्न नै आइरहेको छैन अब यसले यो माछाको मुखबाट पानी आयो त्यति हो पनि त्यो आफ्नो विस लेखेर अनि यहाँ टाँस्ने यहाँ पनि यस्तै छ एउटा मान्छेले कति जति टास्क एउटा होइन नि त्यो धेरै मान्छेको त्यो पढ्नुहोस् है त पुरा आफैले यतातिर नि देखाइदिनु न यहाँ नेपाली ल्याङ्ग्वेजमा पनि हलाएर त सबै जापानिज ल्याङ्ग्वेज यस्तो छ साथीहरू अनि यो चाहिँ मन्दिर है यहाँ चाहिँ कस्तो हुन्छ नि यहाँ विस मागिन्छ होइन अनि यस्तै हो यहाँ कम क्यामेरा अलाउड हुन्छ भनेर थाहा छैन तर पनि खिचिदिन्छु आइएम सरी यस्तो छ खै त भगवान् त्यही हो यहाँको भगवान नै त्यही हो ऊ त्यो ल बुढी प्रार्थना गरे हो पराल हेर्नु न यहाँ मेरो श्रीमतीजीले चाहिँ प्रार्थना गर्नुहुन्छ जता गए पनि नमस्कार भन्दै ठिकै छ बोल्न एकदमै अक्वर्ड फिल भइरहेछ तर पनि इट्स ओके नो प्रब्लम किनभने मान्छेहरू अगाडि बढ्ने भनेको जेरो लेभलबाटै हो होइन जेरो लेभलबाट अगाडि बढिदिन्छ आज मेरो लेभल जेरो छ तर एक दिन सक्सेस हुन्छु भन्ने आश पनि छ है साथीहरू तर चाहिँ सबैको लागि तपाईँहरूको हेल्प चाहिन्छ है आई निड योर हेल्प कस्तो हात धुइसक्यो अनि बन्द गर्नु न दाँत दुई टोइलेट है क्या बुढो यो पनि पब्लिक टोइलेट भइरहन्छ यहाँतिर है पुरै पब्लिक टोइलेट हुन्छ सफा पनि हुन्छ फेरि
पानीले घुमिरहेछन् कुटुटुटुटु लाएर अब म नि घुम्छु त्यहीँ गएर ओ यो चाहिँ के गर्ने के हो यस्तो यो हामी कहाँ आइपुग्यो हामी कहाँ आइपुग्यो नेपाल guys? भए त सबै हामी फुटा कहाँ आइपुग्यो कहाँ आइपुग्यो कहाँ हो यो खै के हो कस्तो राम्रो हेर्नु नि भुइँ पनि यहाँ अनि लड्यो भने नि के पनि हुँदैन नि त ट्याप बस्छु अनि त्यहाँ पाल आउँदैन के आउँछ एकदिन बस्नु कतिखेर आउँछ त्यो नभन्नु है के भयो केही नि भएन साथीहरू यो मान्छे चाहिँ होइन ऊ त्यो बहिनीले पिङ खेलिरहेछ अनि त्यो बहिनी त्यो बहिनीले पिङ खेलिरहेको चाहिँ म पिङ खेल्छु भनेर बसेछ बुढा जस्तरी त्यहाँ झुन्डिनु न बुढी भइसक्यो बुढा जस्तरी चलेर बसिरहन्छ ल चल्छ ओ बुढाबुढी जाउँ पिङ खेल्ने पाला आउँदैन कि त्यो बहिनीहरू खेलिरहेछ अनि यत्रो ठुलो मान्छेहरू पिङ खेलेर बस्छु पिङ खेल्छु अनि मात्रै जान्छु भन्छ जाउँ होइन घर जाने बेला भयो कान्छे घर जाने बेला भयो जाउँ जाउँ न सनी जाउँ होइन सानो बहिनीहरू खेला नि ओ माने पेमे ओ घुमाउ न घुमाउ ओ माने पेमे ओ माने पेमे ओ के गरे नेत्रुकै बनाइदिए यार गर्मीमा के भयो त नि हेर पानी खाने स्टाइल चाहिँ यस्तो है लाइक दिस हाकिमले देखाइदिनु होला यहाँ त कपाल आउँछ बा यो डेटिङ स्पोट हो कान्छी सानी यो के पार्क भनेको डेटिङ स्पोट हो डेटिङ पनि आउँछ रहेछ मान्छेहरू त्यस्तै लाग्यो है यस्तै छ ठिक छ तिमीलाई मोमो खानु मन छ मलाई त चटपटे खान मन छ त्यसमा तिमीलाई म नेपाली रेस्टुरेन्ट लगेर मोमो खान लान्छु आज ल बिल्ली जापानको अब हामी कोइनबाट चाहिँ जापानको बाहिर बिरालो जाँदैछौँ र ग्रिन बत्ती बलेपछि मात्रै जान पाइन्छ रेड बत्ती बल्यो भने जान पाउँदैन अरू आफ्नो लाइनमा बस्नुपर्छ अनि अरू ग्रिन बलेपछि अनि यसरी गाडी आउँछ अनि यहाँ रोक्छ अनि हामी यसरी जानुपर्छ ग्रिन बले लाइट गाइस सब यसरी हिँड्नुपर्छ ग्रिन बल्नु नि जहिले हिँड्ने फेरि रेड बलेपछि हिँड्न पाउँदैन रेड बलेर हिँड्यो भने के हुन्छ पिपिप गरेर काट्छ अनि पुलिस आउँछ अनि पैसा तिर्नुपर्छ हात दुख्यो गाइस मेरो बुढो फर्स्ट ब्लग है इन्ट्रेस्ट अपलोड गर्न सकिन्छ कि सकिँदैन होला कान्छी सकिन्छ अपलोड गरेपछि भाइरल हुन्छ कि हुँदैन होला है ए पुरा भाइरल नै गाइस सबैले फलो ब्याक गरिदिनु है फलो ब्याक होइन कि सब्सक्राइब हो युट्युबमा त सब्स्क्राइब फलो ब्याक फलो ब्याक भन्ने हुँदैन कि सब्सक्राइब भन्ने हुन्छ सब्सक्राइब हुन्छ सब्सक्राइब नेपालमा कति हरियो भइरहेछ यहाँको दुबो देखाउनु छ दुबो दुबौ यस्तो भइरहेको मरिरहेको छ हेर्नु यहाँ पानी नपरेर ठ्याक्कै 2 महिना भयो होइन क्या अरे हो ब्यारे गर्मी कसरी छ होइन भने अलिअलि गर्मी चाहिँ छ अब पानी चाहिँ पऱ्यो कि परेन थाहा छैन गाइस हेर्नु काम गर्ने ठाउँमा यहाँ साइकल राख्यो भने खाना साइकलै चिन्दैन साइकल पार्किङ यस्तो छ साइकलै चिन्दैन घर जाने बेला चिनिन्छ बिजोग छ यहाँ त ओ यहाँ निस्किन्छ यो आइसक्रिम अनि के खोजेको चिप्लेको बिहा भयो चिप्लेको सिप्लेको बिहा के हो नि यिनीहरू लगाएर सबै के हो यिनीहरू 1400 रेट छ ब्लु भए भने के हैन 1400 कति छ गाइस यस्तो चाहिँ एउटा राम्रो छैन के हो ल ल किन देऊ त पार्टी मान्छे नपठाउनु ल यस्तो लुगा छ यहाँ कस्तो लुगा छ 1400 थोत्रो पुरानो लुगा काल पाइन्छ भने मैले के हो नि आता छ त राम्रो छैन आइर पुरै उतपट्टि नै छ कि यो तपाईँ छ त यिनीहरू हेर्दै एउटा राम्रो छैन गाइस हाम्रो पाइटहरु
मास्तिर पुग्नु तलतिर चाहिँ सुरिलो कति छोटो यो कालो पनि यस्तो छैन तिमीलाई छोटो लाउँदैन हो मैले साथीहरू फाइनली आजको हाम्रो ब्लग चाहिँ होइन दहिन गर्छु होइन अनि आजको हाम्रो ब्लगमा चाहिँ हिँड्यो खुट्टाहरू दुखायो होइन अनि कान्छी के किन्यो देऊ त इस कान्छी एकदम थाकिया बसिरहेको छ है थाकिया बसिरहेको छ अनि आजको हाम्रो यो फर्स्ट ब्लगमा चाहिँ होइन अब हेरेर प्रतिक्रिया दिनु होला होइन म अब अरू भिडियोहरू नि राम्रो राम्रो भिडियोहरू बनाउने प्रयास गर्नेछु अनि हजुरहरूले एकदम साथ र सहयोग गरिदिनुहुन्छ भने चाहिँ म पुरा आशावादी छु है अनि यस्तै रमाइलो भिडियोहरू बनाउने जमर्को गर्नेछु साथीहरू त्यसैले यो मेरो च्यानललाई चाहिँ म सँगसँगै अगाडि बढ्नको लागि मलाई सहयोग गर्नको लागि लाइक अनि सब्सक्राइब पनि गरिदिनुहोस् ल ओके बाई बाई